हेलो साथीहरू, आज चाहिँ म तपाईहरुलाई हाम्रो यस्तो लिनियर इक्वेसन दिन्छ नि सल्भ गर्नको लागि, त्यसलाई यो एक्स र वाई टर्म भएको बेलामा यसलाई कसरी सल्भ गर्ने सजिलैसँग भनेर म सिकाउन गइरहेको छु। साथै यो इक्वेसनलाई हामीले लेखेर पनि सल्भ गर्नेछौँ र म यो हाम्रो यस्तो साइन्टिफिक क्याल्कुलेटर हुन्छ नि, यसबाट कसरी सल्भ गर्ने भनेर पनि सिकाउन गइरहेको छु है त। ल ढिला नगरी भिडियोमा अघि बढौँ है। हामीले इक्वेसन सल्भ गर्ने धेरैवटा मेथडहरू छन् है। यसमा एउटा सजिलो मेथड मलाई सजिलो लाग्ने र हजुरहरूलाई पनि सजिलो हुने मेथड भनेको चाहिँ त्यो क्यान्सल गर्ने हुन्छ नि, यो त्यो सजिलो हुन्छ। सो म चाहिँ आज तपाईहरुलाई त्यही सिकाउँछु अनि क्याल्कुलेटरबाट कसरी सजिलैसित त्यसको एन्सर फाइन्ड गर्ने, कसरी सल्भ गर्ने त्यो पनि सिकाउन गइरहेको छु है त। ल हामी यसलाई सल्भ गरौँ। सुरुमा सोल्युसन गरौँ है त्यसको। सोल्युसन फेरि यहाँ गिभन लेखौँ दुईटा इक्वेसन गिभन एक्स प्लस 2y इक्वल्स टु 5 यसलाई हामी इक्वेसन 1 मानौँ है। अनि 5x माइनस 3y इक्वल्स टु माइनस 1 यसलाई हामी इक्वेसन 2 मानौँ। ल अब हामीले यसलाई क्यान्सल गर्नु छ भने त यो जस्तै एक्स र यहाँ त 5x छ, यो त क्यान्सल गर्न मिल्दैन। अनि यो नि 2y र माइनस 3y छ, यसलाई नि क्यान्सल गर्न मिल्दैन। सो हामीले फर्स्ट अफ अल यसलाई क्यान्सल गर्न मिल्ने बनाउनको लागि यो x को कोएफिसिएन्ट र यो x को कोएफिसिएन्ट चाहिँ सेम बनाउनुपर्छ। अहिले चाहिँ यसको कोएफिसिएन्ट 1 छ, यहाँ केही छैन मतलब 1 हुन्छ नि त। यहाँ x को कोएफिसिएन्ट 1 छ र यो x को कोएफिसिएन्ट 5 छ। सो हामीले कि त दुईटालाई 1 बनाउनु पर्यो कि त दुईटालाई 5 बनाउनु पर्यो है। अनि हामीले अब यसलाई 1 बनाउनु भन्दा पनि यसलाई 5 बनाउन चाहिँ सजिलो हुन्छ। बिकज हामीले यसमा इन्टु 5 गर्यौं भने यसमा इन्टु 5 इन्टु 5 यसको इच साइडमा इन्टु 5 गर्यौं भने 5 बन्छ नि त। सो हामी त्यही गरौँ है त। टु सल्भ दिस इक्वेसन multiply equation 1 by 5 on each sides गरौँ है। इक्वेसन 1 लाई चाहिँ 5 ले मल्टिप्लाई गरौँ। सो इक्वेसन 1 भनेको हाम्रो यति छ है। यसलाई 5 ले मल्टिप्लाई गर्दा तपाईहरुले यो 5 मल्टिप्लाई गर्ने अनि यो इक्वेसन लेख्ने त्यस्तो नगरिरहनु होला, त्यसले झन् धेरै झन्झट हुन्छ। सो हामीले चाहिँ सिधै हाम्रो यहाँ x को अगाडि 1 छ अनि 1 इन्टु 5 भनेको 5x हुन्छ है। 5x प्लस y को अगाडि 2 छ हैन, 2 इन्टु 5 भनेको त 10 हुन्छ हाम्रो। सो 10y गरिदिने क्या सिधै। अनि इक्वल्स टु यहाँ 5 छ, 5 इन्टु 5 भनेको हाम्रो कति भयो 25 हो। अब यो चाहिँ हाम्रो इक्वेसन 3 भयो। हाम्रो इक्वेसन 1 बाट 3 आयो। अब हामीले सल्भ गर्दा चाहिँ इक्वेसन 2 र 3 लाई सल्भ गर्ने, बिकज यसको x को कोएफिसिएन्ट र y को कोएफिसिएन्ट सेम छ। सो हामीले यसलाई सल्भ गर्दाखेरि यो काट्न मिल्छ नि त। सो त्यसैले हामीले अब यसलाई सल्भ गरौँ है त। नाउ यस्तो गरौँ है। अब यसलाई सल्भ गर्नलाई नाउ SUBTRACTING subtracting equation 2 by कति 2 by कति 1 हो र होइन नि, 1 को त यो छुट्टै छ 3 हो है। 2 by 3 अब के गर्ने हामीले 2 by 3 2 बाट चाहिँ 3 घटाउनु छ भनेपछि हामीले 2 लाई माथि राख्नु पर्यो, 3 लाई तल राख्नु पर्यो हैन। यो माथि तल जता राखे नि केही फरक त पर्दैन। 3 by 2 गरे नि 2 by 3 गरे नि आउने आन्सर सेम हो। तर हामीलाई कसरी गर्दा सजिलो हुन्छ त्यो चाहिँ हामीले हेर्नुपर्छ है। सो अब हामीले 2 लाई सुरुमा राखौँ है त। 2 कति छ 5x माइनस 3y इक्वल्स टु माइनस 1 अनि यहाँ तल नि सेम जसरी 3 कति छ 5x प्लस 10y इक्वल्स टु 25। अब यसलाई हामीले यस्तो गरिदिउँ है। सो अब हाम्रो यहाँ साइन त डिफ्रेन्ट नि, यहाँ यो नि प्लस छ यो नि प्लस छ, प्लस प्लस भएपछि त काटिँदैन। सो हामीले एउटा इक्वेसनको चाहिँ साइनलाई कम्प्लिटली चेन्ज हान्नुपर्छ। जस्तै यसको साइन यहाँ प्लस छ भने हामीले यहाँ तल माइनस गरिदिने,
यसको साइन यहाँ प्लस छ भने तल माइनस गरिदिने, यसको नि प्लस छ भने यसको नि माइनस गरिदिने। अब यो प्लस भयो यो माइनस भयो होइन, प्लस र माइनस भएपछि 5x च्वाट्टै काटियो, मामा घर गयो। अनि -10 र -3 छ। -10 र -3 कति हुन्छ भन्नु त? माइनस माइनस भयो त माइनस हुँदैन होइन। हेरौँ है त हामीले, हुन त नर्मल्ली -13 हुन्छ, बट म यहाँ गरेर नि देखाउँछु है। -10 यो माथिको लाइनको चाहिँ त्यति अवस्था नगर्नु होला है। -10 -3 -13 भयो नि है। सो हामीले यहाँ -13 गर्नु पर्यो। अनि यहाँ -25 र -1 ले -13 y पनि छ है, y। अनि यहाँ -26। अब हामीले माइनस माइनस दुवै साइड काट्न मिल्यो। अनि y = 26 / 13। यो भनेको कति हुन्छ? 26 / 13 भनेको 2 हुन्छ। भनेपछि y को भ्यालु त हाम्रो 2 आयो। नाउ putting the value of y in कतिमा राख्ने त? अब इक्वेसन 1 मा राख्ने कि 2 मा राख्ने कि कतिमा राख्ने? अब हाम्रो इक्वेसन 1 त एकदम सिम्पल छ नि त। अनि y मा यहाँ y को भ्यालु यसमा राख्यो भने त हामीलाई सल्भ गर्न सजिलो हुन्छ होइन। सो हामीले 1 मा राखौँ है, इन 1। देन के गर्ने? अब y को भ्यालु त 2 आएको छ। अनि हाम्रो इक्वेसन 1 भनेको कति छ? x + 2y = 5 छ। और x + 2 * y भनेको 2 आयो = 5। और x + 4 = 5। और x भनेको कति हुन्छ? अब यो 5 त 5 भयो, यो 4 यता जाँदाखेरि -4 भयो नि है। सो देयरफोर x = 1 आयो। अनि देयरफोर y = कति आएको थियो हाम्रो यहाँ माथि? y = 2 आयो। यो चाहिँ हाम्रो एन्सर भयो है। यो हेर्नु, हामीले सल्भ गर्न नर्मलबाट गर्दा नि यति लामो लाग्यो है सल्भ गर्न। हाम्रो एन्सर निकाल्न यति लगभग 1 पेजै भरिएको छ। सो म अब हजुरहरूलाई क्याल्कुलेटरबाट चाहिँ कसरी सल्भ गर्ने भनेर सिकाउँछु है त। हामीले क्याल्कुलेटरबाट सल्भ गर्नलाई सुरुको यो दुईटा इक्वेसन मात्रै भयो भने सिधै सल्भ गर्न मिल्छ है त। हामीसँग यो पहिला क्याल्कुलेटर हुनुपर्छ, साइन्टिफिक क्याल्कुलेटर हुनुपर्छ। यो क्याल्कुलेटर भयो भने हामीले एकदम सहज तरिकाले सल्भ गर्न सक्छौँ। सुरुमा यसलाई हामीले सल्भ गर्नको लागि हामीले यहाँ मोड देखिएको छ नि है, मोडमा क्लिक गर्ने। मोडमा क्लिक गरेपछि यहाँ इक्वेसन छ हेर्नु त 5 नम्बरमा है, 5 नम्बरमा इक्वेसन छ। सो हामीले यहाँ क्याल्कुलेटरमा 5 क्लिक गर्ने। अनि हेर्नु यो इक्वेसन कस्तो छ? ax + by = cn जस्तो हैन त? ax + by = c जस्तो टाइप लिनियर इक्वेसन हो नि त। यहाँ लिनियर इक्वेसन भनेको यो 1 हो है। सो हामीले यहाँ 1 मा क्लिक गर्ने। अनि यहाँ माथि इक्वेसन 1 हान्ने, तल इक्वेसन 2 हान्ने है। यहाँ 1 र 2 देखायो नि। इक्वेसन 1 मा a भनेको x को कोएफिसिएन्ट कति छ यहाँ हेर्ने के, x को अगाडि कति छ? x को अगाडि केही छैन, त्यसको मतलब 1 हो। हामीले 1 थिच्ने यहाँ 1 अनि इक्वल्स टु गर्ने हैन त। यहाँ 1 थिच्ने अनि इक्वल्स टु गर्ने, यहाँ 1 भयो। अब फेरि b को ठाउँमा कति छ? 2 छ। 2 थिच्ने इक्वल्स टु गर्ने यानी 2 आयो। c को ठाउँमा कति छ? 5 छ। 5 थिच्ने इक्वल्स टु गर्ने 5 आयो। फेरि तल्लो इक्वेसनमा है 2 मा यहाँ कति छ? 5 छ। 5 गर्ने इक्वल्स टु गर्ने 5 आयो। यहाँ कति छ? -3 छ। हामीले -3 नै हान्नुपर्छ है, 3 हान्यो भने बिग्रिन्छ। -3 हान्ने इक्वल्स टु गर्ने, यो नि आयो। अनि यहाँ कति छ? -1। यसलाई -1 नै लेख्न मिल्छ है, यता ल्याएर +1 गर्छु भन्न पाइँदैन, -1 नै गर्नुपर्छ। -1 भयो। अब मैले यहाँ भ्यालु त राखेँ सबको। अब मैले इक्वल्स टु थिचेँ भने यसको डाइरेक्ट भ्यालु आउँछ क्या। हामीले सल्भ गर्दाखेरि हेर्नु कति आएको थियो? सल्भ गर्दा हाम्रो x 1 आएको थियो अनि y 2 आएको थियो हैन। भनेपछि हाम्रो यति नै आउनु पर्यो एन्सर। हेरौँ है त अब आउँछ कि आउँदैन। मैले इक्वल्स टु गरेँ, x = 1 आयो नि, x को भ्यालु आयो। फेरि y = 2 आयो। कति सजिलोसित आयो हेर्नु त। अब इक्वल्स टु गऱ्यो भने फेरि इक्वेसनमा फर्किन्छ, त्यहाँबाट फेरि गर्न मिल्छ है। अब हामीले यहाँबाट काटेर यो चाहिँ बसिरहन्छ इक्वेसनमा ल्याएर फेरि यसलाई हटाउनलाई यहाँ मोडमा क्लिक गर्ने। अनि यहाँ 1 नम्बरमा COMP लेखेको छ नि, हामीले अघि 5 बाट इक्वेसनमा लगेको थियौँ। सो 1 नम्बरमा COMP लेखेकोमा फेरि 1 गरिदिने, यो नर्मल भयो। अब हामीले
पहिला जस्तो युज गर्न मिल्छ है। सो यही थियो तरिका हामीले सल्भ गर्नलाई। देख्नुभयो होला हजुरहरूले यत्रो धेरै लामो लाग्ने त्यो इक्वेसन सल्भ गर्नलाई क्याल्कुलेटरले जस्ट केही सेकेन्डमै केही टाइममै एकछिनमै र कपीको धेरै खर्च नहुने गरी नै एकछिनमै गर्न सिकाइदिन्छ। हामीले इक्जाममा डाइरेक्ट गर्न त नमिल्ला तर हामीले लास्टमा निकालेको फाइनल भ्याल्यु हुन्छ नि एक्स र वाईको त्यो चाहिँ करेक्ट छ या छैन त्यो चाहिँ हामीले क्याल्कुलेटरबाट हानेर सजिलै थाहा पाउन सक्छौँ। त्यसैले आजको भिडियो चाहिँ यही सकियो। यही इक्वेसन सल्भ गराउन मात्रै यो भिडियो बनाएको थिएँ। अरू केही कुरामा डाउट छ भने कमेन्ट गर्नु होला, नेक्स्ट भिडियोमा त्यसलाई कभर गर्नेछु। र यो भिडियो मन परेमा र यस्तै भिडियोहरूको लागि च्यानललाई सब्सक्राइब गर्नुहोला, साथै सब्सक्राइबको साइडमा रहेको बेल आइकनलाई पनि अलमा सेट गर्नुहोला। अनि भिडियो राम्रो लागेमा यसै नै भन्न नपर्ने कुरा लाइक कमेन्ट गर्न त पक्कै पनि नछुटाउनु होला। धन्यवाद।